तीर्थङ्करहरू भने पनि मान्दैन अगाडि त देख्दैन भन्छ अब यो समयमा साँच्चै नै जोइले येशू ख्रीष्ट जन्मेको शुभ खबर सुनाए
गाएर जानुभएको छ अनि म विश्वास गर्दछु तपाईहरूले सुन्नुभएको छ। एउटा जोक्स भन्न चाहन्छु तपाईँहरूको माझमा है। दुईजना व्यक्तिहरू थिए, राम अनि श्याम, अनि उहाँहरू दुईजना चाहिँ साथी हुनुहुन्थ्यो र उहाँहरूलाई थाहा थियो कि राम भन्ने व्यक्तिको मिसेसको चाहिँ साह्रो कम्मर दुख्थ्यो है, कम्मर दुख्ने समस्या थियो। अनि श्याम भन्ने साथीलाई थाहा थियो उहाँको साथीको मिसेसको चाहिँ कम्मर दुख्ने समस्या छ भनेर है। अनि उहाँ चाहिँ लामो समयपछि भेटघाट भएछ र श्यामले रामलाई सोध्नु भएछ, राम के छ हालखबर, ठिक छ भनेर भन्नुभयो है। अनि श्यामले सोध्नुभयो, अनि भाउजूको हालखबर के छ त भनेर सोध्नुभयो। अनि के छ त, उहाँको त ढाड दुख्ने कम्मर दुख्ने समस्या थियो, के छ त अहिले हालखबर भनेर सोध्नुभयो है। अनि रामले भन्नुभयो, त्यही कम्मर धेरै समय उसको कम्मर दुख्यो, त्यही कारणले मैले उसलाई डक्टरकोमा चेकअप गराउन लगेको। अनि डक्टरले यो त बुढ्यौलीको सङ्केत हो भन्नुभयो। त्यस बेलादेखि उसको कम्मर दुखेको समस्या नै छैन भनेर भन्नुभयो। हुन्छ, यो जोक्सलाई यही राखिकन अब हामी अन्तिम प्रस्तुतिलाई हेर्ने